हेलो गाइस, सबैजनालाई जय मसी नमस्ते भन्न चाहे मैले। आउनुहोस् गाइस, मैले एउटा आज म अत्यन्तै दुःखद विषय लिएर तपाईहरुका माझ आएको छु। तिब्बतको केरुवा क्षेत्रमा आएको ठुलो पहिरो तथा त्यसपछि भोटेकोशी र त्रिशुली नदी आसपासमा आएको बाढीको कारण रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा ठुलो क्षति पुगेको खबरले हामी सबै नेपाली दाजुभाइ देश विदेशमा रहनुहुने सबै हामी सामाजिक सञ्जालमा पीडितहरूको आवाजलाई प्राथमिकता दिउँ। हामी सबै मिलेर मानवताको भावना लिएर अगाडि बढौँ। मेरो एउटै उद्देश्य छ, मेरो नेपाली दाजुभाइ छिटोभन्दा छिटो उद्धार होस्, राहत समयमै पुगोस् र दुःखमा रहेका कसैले पनि आफूलाई एक्लो महसुस गर्न नपरोस्। परमेश्वर यस कठिन घडीमा पीडित परिवारलाई शक्ति र शान्ति प्रदान गरून्। उद्धार तथा राहतमा खटिनुभएका सबै सुरक्षित राखौँ। भारतमा माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई म सूचना गर्न चाहन्छु तथा सम्बन्धित भारतीय निकायहरूलाई पनि मेरो अनुरोध छ। नेपालमा आएको बाढीको प्रभाव भारतका उत्तर प्रदेश, बिहार लगायत क्षेत्रमा पनि पर्न सक्ने भएकोले आवश्यक सतर्क र पूर्व तयारी अपनाउन आग्रह गर्दछु। नेपाल र भारतका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित ठाउँमा एकजुट बनाऊ। एकजुट मिलेर बस्न मेरो अनुग्रह छ, आग्रह। जय नेपाल, जय बालेन, धन्यवाद। नापे मैले हिन्दीमा बोल्न चाहे। नरेन्द्र मोदी त बुझ्छन् नेपाली, तर अरू जनता बुझ्दैनन् त, त्यही भएर हेलो भाई साहब, यूपी, बिहार, लखनऊ के जहाँ जहाँ ये नदी आती है वहाँ आप लोग सतर्क रहो। अपने बच्चे लोग को सुरक्षित जगह पे ले जाओ और आप ये सामान घर की चिंता मत करो। अगर आपकी जान रहेगी तो सब कुछ हो जाएगा। इसके लिए मैं बोलना चाहता हूँ, आप सब लोग को सूचना देना चाहता हूँ कि आप सब लोग सुरक्षित जगह पे जाएं, सुरक्षित जगह पे बैठें और परमेश्वर का धन्यवाद करें। धन्यवाद।